मोमो खोज्ने सिलसिलामा म आज आइपुगिसकेको छु बर्दुबामा रहेको काठमाडौँ रेस्टुरेन्टमा। मैले सुनेको यो ठाउँ एकदम प्रिमियम छ रे, खानेकुरा पनि एकदम प्रिमियम पाउँछ रे। सो जामा लाउने हो, मेरो नाम फनिजी र मोमो हन्ट एपिसोड 2 मा तिमीहरूलाई स्वागत छ। सो जामा लाउनेहरू काठमाडौँ चाहिँ कन्कोर्ड क्रिक भ्यू होटलको एम फ्लोरमा छ। सो जाउँ। नमस्ते। ए मेनु पर्दैन मलाई, सिधै एक प्लेट मोमो ल्याउनु। यहाँको स्पेसल मोमो के छ त्यो ल्याउनु है त। जामा लाउने हो, मेरो मोमो चाहिँ आइसकेको छ। आई मिन मेरो मोमो होइन, मोमो चाहिँ आइसकेको छ। ओके जामा लाउने हो, मोमो आइसकेको छ। अब टक्क मोमो खाएर तिमीहरूलाई टेस्ट कस्तो छ भन्नेवाला छु। झोल हेर्न सक्छौ, झोल पनि दामी नै रहेछ। मोमो चाहिँ गुच्चा मोमो है यो, हेर्न सक्छौ तिमीहरूले। टेस्ट गरौँ कस्तो छ भनेर म तिमीहरूलाई भनिहाल्छु है त। मा कसम एक्स भुलाइदियो यार यो मोमोले, एक्स भुलाइदियो। मेरो एक्स रेड गर्नु पर्दा अरे 9 आउट अफ 10। ओके मेरो कति भयो बिल? हजुरको मात्र 15 दिरहम भयो। 15? हजुर हाम्रो चाहिँ नर्मली चाहिँ 27 हो, तर हजुरलाई चाहिँ अहिले 15 दिरहम मात्र। के कारणले मलाई चाहिँ 15 दिरहम राखेको छ? किनभने हाम्रो ह्यापी आवर चलिरहेको छ नि त। हाम्रो चाहिँ ह्यापी आवर 10:30 बजेदेखि इभिनिङ 7 बजेसम्म हो। यो जामा लाउने हो, ह्यापी आवरमा आयो भने त सस्तो पर्दो रहेछ। ओके थ्याङ्क यू सो मच।